यो तपाईहरुले देख्नुभएको चाहिँ हाम्रो एउटा प्रोजेक्ट आएको छ हो। अब यहाँ ट्र्याक्टर लगाएर त्यहाँदेखि हामीले यहाँ बेड बनाउँदैछौँ हो। बेड बनाएर अलिक कम्प्लिट भएर हाम्रो बेडहरू हेर्नुहोस् कस्तो भएछ, मेसिनले बनाएको। त्यहाँदेखि यहाँबाट पोलिपोटमा केटाहरूले माटो भर्दैछ। अब सिट लाउनु लागि त्यहाँदेखि भित्र ग्रिन हाउसमा लगेर यो एरेन्ज गरेको पोलिपोटहरू चाहिँ सिट हाल्दै यहाँ हाफ चाहिँ रोपेको थियो हो। अब यहाँ कोही फलेछ हेर्नु, यो बिरुवाहरू आएको छ चिल्लीको। त्यहाँदेखि यसरी एरेन्ज गरेर मजाले राखेको छ हेर्नु नि, मजाले आएको छ अहिले चाहिँ यहाँनिर। त्यहाँदेखि यहाँ पानी पनि हाल्दैछ एकजना साथीले। त्यहाँदेखि यता साथी चाहिँ पानी बनाउँदैछ पाइप यताउता गरेर हो। हेर्नु नि यस्तो मजाले आएको छ अहिले हाम्रो यो चिल्लीको सिटहरू लगाएर चाहिँ सानो सानो प्लान्टहरू हेर्नु नि मजाले राखेर रोपेको छ हामीले यसरी ग्रिन हाउसमा। यो चाहिँ बाहिर राखेको थियो, नानीहरू पुरा हाँस्दै खेल्दै ट्र्याक्टरमा चढ्दै कोही के गर्दै। त्यहाँदेखि हामीले यो चाहिँ ट्र्याक्टरमा लोड गरेर मुनि आधी जतिले चाहिँ रोपेर त्यहाँदेखि हामी चाहिँ ट्र्याक्टरमा लोड गरेर मुनि लोडिङ गर्दैछ हाम्रो एकजना साथी उता रोप्नु लागि। अनि कोही हाम्रो गर्ल्सहरूले चाहिँ रोपिरहेको छ केटीहरूले चाहिँ हो। अनि एकजना माथि भाइले चाहिँ सिकाउँदैछ यसरी रोप्नुपर्छ यसरी भनेर। एउटा साथीले चाहिँ पुरा क्ल्याप गर्दैछ, हो यस्तै गरेर रोप्नुपर्छ भनेर पुरा क्ल्याप गरेर हाम्रो भाइले रोप्दैछ हो यहाँनिर मजाले हो। यो चाहिँ उसले कति फल्छ हेर्ने हेऱ्यो, उसकोबाट कति आउँदैछ। केटाहरू जो गर्दै बसिरहेछ हो। त्यहाँदेखि हाम्रो रोपिसकेर अब यस्तो भएको छ हाम्रो पुरा घामले नसकेर यहाँ सबै रेस गर्दै पुरा गर्दै बसिरहेको हो। त्यहाँदेखि घाम फाइनल हाम्रो अब यहाँनिर हेरेको कस्तो हुँदैछ भन्ने फ्लावर कति लागेको छ हाम्रो प्रडक्टको अब हेर्दै चेक गर्दै बिमारीहरू छ कि छैन हेर्दै, त्यहाँदेखि कस्तो के बिमारी छ कि छैन के पिरो लाउनु पर्छ भनेर यहाँदेखि हाम्रो चिल्ली 3 मन्थ्समा चाहिँ यत्रो भएको थियो। त्यहाँदेखि वेटिङ गर्दैछ हामी सबै ग्रुपमा मिलाएर हो। वेटिङ गरेर अहिले चाहिँ मजाले आएको छ हाम्रो चिल्ली, ठिक्कै पानीको सिजन भएर होला मजाले फलेको छ हो। त्यहाँदेखि हाम्रो प्रडक्ट चाहिँ यस्तो आएको छ फाइनल चाहिँ हेर्नु कति आएको रहेछ। त्यहाँदेखि मजाले फलेको छ। अनि यहाँ टिपेर पुरा गर्दैछ केटाकेटीहरू, आम्म यस्तो आएछ यस्तो राम्रो आएछ भनेर पुरा गर्दै बसिरहेको छ हो। कोही चाहिँ छाप्दैछ यो नराम्रोहरू मार्केटिङमा लाने हो। त्यहाँदेखि यहाँ चाहिँ हामीले केजी जोख्दैछ कति केजी भयो के भयो भनेर हो, मार्केटिङमा लानु लागि आउँदैछ हो। त्यहाँदेखि यहाँ एकजनाले चाहिँ लेख्दैछ कति केजी भयो भनेर हो। लास्टमा चाहिँ गाडी आउँछ हो, गाडी आएर बोलेरोमा हालेर हो त्यहाँदेखि पठाएको फर्म चाहिँ टोनले यस्तो